उम्, सुरुमा के गर्नु पर्यो भन्दा न्यू स्लाइड क्लिक गर्नु पर्यो हैन। कस्तो फर्मेटमा राख्ने? जस्तै दुईतिर साइडमा राख्नु छ भने यो गर्नु पर्यो। अब यहाँ पनि टक्क टपिक लेख्ने, मेन हेडिङ यहाँ लेख्यो। त्यसपछिबाट सब टपिक यहाँ लेखेर तिम्रो कन्टेन्ट चाहिँ बुलेट फर्ममा लेख्नु जहिले। एकदम एक्सप्लेनेटरी पुरै प्याराग्राफ कपी पेस्ट भयो भने राम्रो देखिँदैन। फर इक्जाम्पल यहीँ बुलेट दिएछ नि, क्लिक टु एड टेक्स्ट, अनि तिमीले यति यसलाई हिन्ट लिइसकेपछि यसको बारेमा बोल्ने होइन। अनि यहाँ यतापट्टि कन्टेन्ट राख्ने होइन, अथवा तिम्रो डिफ्रेन्ट लेआउटहरू हुन्छ। अब कस्तो लेआउटमा राख्छ, अब इट डिपेन्ड्स अब विच यु वान्ट होइन। अब अहिलेलाई फर इक्जाम्पल आइ एम भेरी चुजिङ दिस सिम्पलेस्ट वान होइन। यति गरेपछि ल मैले लेखेँ मैले यो लेखेँ होइन। अनि टेक्स्टमा चाहिँ सियो टिटिटिटी यो टिटिटिटी भयो होइन। अब यसलाई कलर गर्न पनि मिल्छ, यहीँ त्यहाँ यसो हेर्ने कि सबै थाहा हुन्छ होइन। अब लमाएर मैले यो रातो हाल्थेँ है त, यो पनि गरेँ। यसै गरी यिनीहरूलाई पनि डिफ्रेन्ट बुलेटको, जस्तै फर इक्जाम्पल यो अब नम्बरमा राख्ने हो कि बुलेटमा राख्ने हो कि होइन, केमा राख्ने अप्सन चाहिँ यहाँ छ। नम्बरमा राख्ने भयो यहाँ छ, नम्बर पनि अब कसरी राख्ने होइन, सबै भइहाल्यो। अब सिटिआरएल प्लस ई गऱ्यो भने सेन्टरमा जान्छ होइन। अब यसलाई तिमीले ल डिजाइन गऱ्यो भनेदेखि अब यसै गर कि आफू गर्दैछ अनि थाहा हुन्छ कि अब कस्तोमा राख्ने, अब यसमा राख्ने हो कि होइन, यसमा राख्ने हो कि होइन। अब कस्तो डिजाइन राख्छ, यस्तो राख्छौ कि यसो राख्छौ कि यस्तो राख्छौ कि, इट डिपेन्ड्स होइन। ल अहिलेलाई मैले यति नै गराएँ त, अर्कोचोटिलाई अर्को